ढुङ्गा भएको कहाँ हो ढुङ्गा भएको गौरीकुण्ड होइन हामी ऊ त्यहाँ गौरीकुण्ड त कमल भएको हो। यो पुल चाहिँ यो पुल भयो केटाकेटी गएर कतिदेवी आउने कुण्ड त्यहाँ अलि हुन्थ्यो नि हेर्नै पाएन स्तम्भ पनि हेऱ्यौँ होइन आशुतोष प्राङ्गण बस्नेतिर हो र यो दिदी? यी मूलको रहेछ रामेश्वर बाटिका ल जाम दिदी प्ले गरेछ आफ्नो मोबाइल सेट साइलेन्ट मोडमा राखिदिनु अनुरोध छ उद्यानमा रहेका फुल बोटहरू अनि संरचनालाई जोगाउँ योगदान हामी सबैको गौरव हो ए अनि कर्तव्य हो ए भिडियो सिडियो भनेको होइन ए उहाँहरूको फेरि गाना हामी बुझ्दैनौँ अझ म फास्ट सुन्न त यहाँ धेरै मान्छे हुनु रहेछ नि दिदी दादाहरू कहाँ अरे लास्ट अरे दिदी जाम त्यही पुलदेखि हिँड्नु त ए बन्द केटाकेटीहरू छ नि त फेरि ए त्यो पुल पनि रहेछ बन्द रहेछ नि त यिनीहरू ए शिवलिङ्गहरू माथि त होइन दिदी यो माथि शिवलिङ्गहरू धेरै रहेछ नि ए त्यही त भेटेनौँ त हामीले यो त बाहिर निस्किन्छौँ दिदी हामीले यो गेटको यतै माथि हो जस्तो लाग्यो दिदी मलाई यहाँदेखि त उता अगाडिको उताबाट आएको जस्तो मान्छु म यताको यो टिनहरू लगाएको देखेर चाहिँ अगाडि जस्तो लाइट बलेको तपाईँको उसमा एक त छैन
जोन रहेछ त्यही रहेछ नि ऊ माथि लिएर देख्नु यताबाट घुमेर आउनुहोस् माथि गएन अलिक गाह्रो हुन्छ उकालो मात्रै हुने क्या राउन्ड लगाइदियो एरिया हेर्नु राउन्ड लगाइहाल्यो हामी कुकुर रहेछ नि एउटा भित्रै छैन बाहिर राउन्ड लगाएर सुनेको राउन्ड लगाएर आइहाल्यो हेर्नु कहाँनिर बस्नु त बस्नु त कहाँ डुबो बस्नु दिँदैन दुबोमा त्यहाँ पनि बस्यो हामी 10 मिनट त्यहाँ बस्यो 10 त्यहाँ पुगेन मिनट बस्यो यहाँ बस्दै एकदम 1 घन्टा छ कि आइहाल्यो यो त्यहीबाट त बिस्तारै बाटो भइगयो आइहाल्यो त भेटाउँछ कि हामी बिस्तारै हेर्छ माथि भित्र छिने बाटो यही थियो हो जान त त्यहाँ जानु पर्थ्यो जानु सक्दैन उता उकालो यता उकालो उकालो जान्छ यताबाट घर दिदी आरुको बोटमा आएछ फेरि छिटो चाहिँ डिस्टर्ब फोटोले नि गर्नु पर्यो नखिची नआउने अनि त्यही जोन फेरि त्यही छ कि अन्तिम यहीँ रहेछ क्या दिदी त्यो अल्झी हिँड्दाखेरि हजुर बेरी के बेबेरी भन्दो रहेछ यो काफल होइन र किसको गरिदिए म त चिन्दैन त्यो रुद्राक्ष पञ्चदेवलको चाहिँ टावरहरू देखिरहेको छ यो पाँचवटा देवल हो यो भूकम्पले भत्कायो है अन्त माथि डाँडामा हो मृगस्थली चाहिँ ए त्यहाँ योबाट छेउमा गयो भने उतापट्टि विश्वरूप मन्दिर छ गोरखनाथ पनि यहीँ माथि छ यो भर्याङको सिडी सिडी माथि उक्ल्यो भने गोरखनाथ त्यसको उतापट्टि मृगस्थली उता पल्लो छेउमा चाहिँ विश्वरूप कुकुर पालेको रहेछ यहाँ चाहिँ ए दिदी म त बाहिर बोकिराख्नु होला यहाँ रहेछ ए दिदी यहाँ कमलकोमा पनि जाऊँ अहिले त त्यो नेपालगञ्ज के त्यो कहाँ बना रहेछ एउटा ताल के भन्थ्यो कि कान्ति ताल हो कि के भन्ने आएको आइथ्यो मेरोमा भिडियो
मम्मीलाई 17 फिट जान मन लाग्थ्यो क्या तर फुल्ने बेला भएर नि छैन दिदी ऊ त्यहाँनिर एउटा बस्नु पनि यस्तो बनाउनु भयो नि ढुङ्गा ढुङ्गामा बस्नु रहेछ त्यो बस्नु पाउँदैन सेरी बिहार थोर पुग्छ यतिमा टिका कहाँ खुल्नु त पानी पिउनु ले माथि नि घुमाएर आउनु क्या त त्यसपछि त उकालो उरालोमा नि न प्लेन रोडमा त दि दादा बिर्सिँदै हाल्नु भएन एउटा वनकालीको मन्दिर पनि देखायो उतापट्टि फलो छ हामी चाहिँ होइन त्यो माथि जाने हुन्छ जाम यहाँ भिडियो गराउनु जस्तो रहेछ दिदी होइन खुल्लै खुल्लै ए उहाँहरू त कहीँ पनि छुट्नुहुन्न है दिदी हामी यताबाट निस्किने दिदी यिनीहरूले अट्याक त गर्दैनन् हामीलाई खानेकुरा भएपछि मात्रै गर्छन् होइन त्यही त कस्तो राम्रो रहेछ सरी कस्तो राम्रो ए थाहा छैन त्यसको नाम यहाँको हुनु रहेछ त झुला झुल राख्नु भएको ए राधाकृष्ण हुनुहुन्छ
बन्दी ए पालेको रहेछ क्या बस्नु होइन त्यही हुनुपर्ने त्यहाँ बस्नु आँदैन र देख्नु दि हामीले यो पशुपतिको बारेमा जानकारी गराउने त्यसपछि भित्र आइसकेपछि उतापट्टि रामेश्वरम राम र रावणको युद्धको कथासँग जोडिएको गार्डन तल एउटा पाठ छ त्यसको माथि जसलाई भगवान्लाई भेटेर सदाको लागि आनन्द संसारको आनन्दको परम आनन्द प्राप्ति गरिसकेपछि अनि बस्ने ठाउँ भनेर चौतारीको महापुरुष चौतारी छ अनि त्यहाँबाट माथि सरिसकेपछि भगवान्लाई भेट्नको लागि 3टा मार्ग छ ज्ञान मार्ग भक्ति मार्ग कर्मकाण्ड मार्ग छ अब कुन मार्गबाट जाने भनेर अब आफ्नो आफ्नो चोइस हुन्छ ज्ञान मार्ग परम कष्ट छ अब गाह्रो छ टुप्पी राख नाक समातेर श्वासको परम श्वासको मिलाऊ कपडा यस्तो लगाऊ खाना यस्तो खाऊ यतापट्टि फर्केर बस्छ यस्तो गर भनेर त्यो जानुपर्छ भक्ति मार्गमा जे खाऊ खाऊ जस्तो लगाऊ लगाऊ जता बस्छ शरीरमा खाने बित्तिकै भित्र मल छ अनि पसिनै पसिना छ भने त दुर्गन्ध छ भलै हजुरसँग कम होला मसँग बढी होला तर सबैसँग छ सबै उ छ त्यसैले केवल हरे राम हरे कृष्ण अथवा भगवान्को नाम जप अगाडि बढ जस्तो छ त्यस्तै हालतमा बढ भनेर भक्ति मार्गले भन्दो रहेछ अनि यो भक्ति मार्गको त्यहाँबाट सिधै पहिला पस्दा भगवान्ले सजिलै इजिली पठाइदिँदो रहेछ अनि त्यसपछि यहाँबाट बिचैबाट यो ज्ञान मार्ग ठाडो जान्छ गाह्रै हुन्छ अन्तिमसम्म गाह्रो हुन्छ कुकुरको धार्नै जस्तो कि हर नियम यो दाहिने खुट्टा कहाँ राख्ने बायाँ कहाँ राख्ने हात कता राख्ने शुद्ध कसरी सुत्ने यी सबै प्रक्रियाबाट जानुपर्छ ज्ञान मार्ग बडा पढ्यो अनि यो भक्ति मार्ग भनेको हजुरको पहिला जाँदा सामान्य भावमा भगवान्लाई हामीले ध्यान गर्छौँ जसरी राजा आउनुभयो राजा जानुभयो टाढाबाट देखियो त्यो सामान्य भाव भयो त्यसपछि अलि माथि गइसकेपछि तपाईँको दास्य भाव भगवान्को दास अथवा राजाको दास भयो भने बिस्तरासम्म जान मिल्यो ढोकाभित्र छिर्न मिल्छ त्यहाँ त्यो लेभलमा गयो त्यसपछि वात्सल्य भाव के अरे सख्य भाव साथीको रूपमा भगवान्लाई आफ्नो साथी बनाएर रूपदान गर्न पाइयो भगवान्लाई काँधमा हाल्ने उसको काखमा चढ्ने उसलाई बोकाउने आफूलाई बोक्ने भगवान्लाई खुवाउने भगवान्लाई झापड आफूले लगायो उसले झापड लगाउँछ मस्तीमा ध्यान गर्ने त्यो सख्य मार्ग भयो त्यसपछि माथिल्लो मार्ग भइसकेपछि यशोदाले गरे जस्तै भगवान्लाई आफूले छोरा बनाउने छोरी बनाउने अनि 24 घण्टा उसलाई रूपदान गर्ने खुवाउने पियाउने नुहाउने हिँडाल्ने डुलाल्ने अब त्यो सख्य मार्ग वात्सल्य मार्ग त्यसपछि अब त्योभन्दा माथि माधुर्य मार्ग भयो माथि गइसकेपछि अन्तिम गोपी भाव भन्छ अब त्यो माथिल्लो मार्गमा गएपछि अब त्यहाँ पुगिसकेपछि भगवान्ले पूर्ण रूपमा अँगालिसकेपछि हामीलाई तपाईँको परम शान्ति परम आनन्द अन्तिम शान्ति प्राप्त हुन्छ त्यो शान्ति स्तम्भित हुन्छ त्यो स्तम्भित भइसकेपछि एउटा स्तम्भ गर्नु आँधी हुरी हावा केहीले डगमग नगाएर ढुक्क र आनन्द हुन्छ सदाको लागि प्राप्ति हुन्छ जसरी हामीले 1 कक्षा 2 कक्षा एसएलसी आइए बिए एमए गरेर एउटा थाई जागिरमा निकालिसकेपछि एक किसिमको शान्ति हुन्छ ढुक्क अस्थायी जागिर हो हजुरको अस्थायी डराउँछ होइन
त्यस्तै त्यो स्तम्भित हुन्छ भनेर त्यो बनाएको भयो। वास्तवमा यो शिवलिङ्ग आकारमा हो, ठुलो भक्ति स्तम्भ हो। त्यसपछि अलि अगाडि गइसकेपछि यो आशुतोष प्राङ्गण हो। हुन त यो सबै भूमिमा अरबौँ सन्तहरूले यहाँ तपाईँको तपस्या गरेको तपोभूमि हो भन्छन्। त्यो पहिले तपस्या कालमा यहाँ धेरैले तपस्या गरेको अरे। यो वनकाली माता भनेको साक्षात् पार्वती हुन्, रिसाएर मात्रै काली भएकी हुन् आखिर गाली गर्नलाई, पिट्नलाई। अनि यो आमाको काखमा धेरै तपस्या गरेर पार गएको ठाउँ अरे कि। तपस्या गरेको ठाउँमा हामीले ध्यान गर्दा तपस्या गर्दा छिटो हामीलाई लाग्छ भनेर, त्यही भएर यो पशुपति आउनु कारण त यो। खास त पशुपतिमा त केही छैन, खासै रियली भन्दा जे छ अहिले वैज्ञानिकले पत्ता लगाए यहाँ भित्र छ, भित्रबाट देखाएर बाहिर देखिएको छ, भित्रै छ यो मन्दिर हो। यसैलाई हामीले सफा गर्ने, खुवाउने, पिलाउने, यसलाई सही सलामत राख्यौँ भनेपछि हरेक काम हरेक गर्न सकिन्छ। हात भाँचियो, पेट दुख्यो, टाउको दुख्यो, अथवा यसलाई अशक्त बनाइयो, रोगी बनाइयो